सरकारले आश्वासन दिएको छ कि सिक्किमे जनताहरूलाई ग्यासको अभाव हुन दिने छैन र सिक्किमका लागि अझै पनि केही समयको लागि ग्यासको स्टक हामीसँग रहेको कुरा सिक्किम सरकारले यो कुराहरू बताएको छ। के कुराहरूमा सिक्किमे जनतालाई सरकारले आश्वासन दिएको छन् कि कसरी ग्यास प्राप्त गर्ने भन्ने कुराहरू, जस्तो ग्यास डिपोमा गएर तपाईँले ओटिपी टिपाउनु पर्ने हुन्छ। आफ्नो फोन नम्बर ग्यासको नम्बर दिएर उहाँहरूले ओटिपी दिएपछि त्यो ओटिपीको आधारमा तपाईँ गएर ग्यास लिनुपर्ने भन्ने जुन आपूर्ति विभागले नोटिफिकेसन निकालेको थियो, त्यसै नोटिफिकेसनलाई आधार गर्दै अहिले पनि सिक्किमका खाद्य विभाग र अन्य ग्यास वितरण विभागहरूको मिलेर एउटा जुन कार्यक्रम गरेको छ त्यसलाई हामी सराहना गर्नुपर्छ। सरकारले गरेको कामलाई हामीले विशेष गर्नुपर्छ। ग्यास आपूर्तिको ठुलो अपडेट बारे ग्यास आपूर्तिको ठुलो अपडेटको बारेमा आज तपाईँहरूसँग कुरा गर्नेछु। पछिल्लो समयमा ग्यासको लागि हामी धेरै लाइनहरू बसेको थियौँ। केही समयमा रङ्गेली बजारमा, त्यस्तै गरिकन हाम्रो किङस्टोनमा र विभिन्न ठाउँहरूमा, गान्तोकमा पनि हामी म बस्ने यहाँ बरपिपल एरिया लोवर सिच्चेमा छ, यहाँ पनि ग्यासको अभावमा धेरै मान्छेहरूको लामो लाइनहरू देखा परेको थियो। तर त्यो लाइनहरू देखा परेको केही समयभित्रै सरकारले ती सबै जहाँ पनि मानिसहरू ग्यासको सिलिन्डर लिएर लाइनमा बसेका छन् उनीहरूलाई आपूर्ति समयमा गरेको हामीले देखेका छौँ र पछाडि भिडियोमा तपाईँहरूले देख्दै हुनुहुन्छ। यो म आफैले लिएको एउटा भिडियो हो जसमा ग्यास लिएर मानिसहरू घर गएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। यसैले गर्दाखेरि सिक्किम सरकारले केही कुराहरू तपाईँसँग अगाडि सारेको छ। अब ग्यासको अभाव सिक्किममा हुने छैन। जस्तो गरिकन हाम्रो छिमेकी देशहरूमा ग्यासको अभावलाई हेर्ने हो भने त्यहाँ ग्यासको चरम अभाव भइरहेको हामी देख्दछौँ। तर हाम्रो देश भारतमा र सिक्किम स्टेटमा त्यस्तो खालको छैन। सिक्किम स्टेटको सरकारले केन्द्र सरकारसँग मिलेर ग्यास आपूर्तिलाई निरन्तरता दिने बाचा गरेको छ सिक्किमे जनतासँग। अर्को तपाईँको के छ भन्दाखेरि यसलाई नै गर्नको लागि अहिले मानिसहरूले धेरै अनावश्यक रूपमा ग्यासहरू किनेर स्टकिङ गरिरहेको छ, जस्तो होल्डिङ गरिराखेको छ ग्यासहरूलाई। अनावश्यक रूपमा ग्यासहरू भरेर आफ्नो घरमा राख्ने कामहरू भइरहेछ। त्यसले गर्दाखेरि कतै कतै अभाव देखिएको मात्रै हो, होइन भने सिक्किम सरकारले आपूर्ति विभागले यसलाई आपूर्ति गरिरहेको देख्दछौँ। तर पनि यसलाई अझै व्यवस्थित गर्नको निम्ति डिस्ट्रिक्ट कन्ट्रोल रुम्सहरू बनाएको छ। हरेक 6वटा डिस्ट्रिक्टमा एक एकवटा कन्ट्रोल रुमहरू बनाएको छ जहाँनिर हामीले कम्प्लेन गर्न सक्छौँ। यदि कसैले धेरै ग्यासहरू थुपार्दैछ भने त्यो कम्प्लेन गर्न सक्नुहुन्छ। कसैले धेरै दाम लिएर ग्यासहरू बेच्दैछ भने तपाईँले डिस्ट्रिक्ट कन्ट्रोल रुमलाई खबर गर्न सक्नुहुन्छ। र त्यस्तै गरिकन तपाईँले जहाँ पनि हाम्रो फुड सप्लाइजको डिपार्टमेन्टहरू छ, जस्तो हाम्रो भाषामा भन्ने हो भने तपाईँको फुटबलहरूलाई गएर तपाईँ कम्प्लेन गर्न सक्नुहुन्छ र सम्बन्धित पुलिस विभागमा पनि गएर तपाईँहरूले यसलाई कम्प्लेन गर्न सक्नुहुन्छ र यो महामारीमा तपाईँ र म पनि सहभागी बन्न सक्छौँ। त्यस्तै गरिकन ग्यास वितरणमा सरकारले प्रभावकारी रूपमा ग्यास वितरण गर्दैछ। अनि यसको लागि तपाईँको कालोबजारी गर्नेहरू, स्टक गर्नेहरू ल्याएर नाफा खाएर बेच्नेहरूको लागि यो समय उचित होइन। यस्तोको लागि सिक्किम सरकारको पुलिस विभागले कडा कारबाहीको रूपमा र निगरानी पनि गरिरहेको कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। अब यहाँबाट सिक्किम सरकारले जनताहरूलाई पनि आश्वासन दिएको छ र हामी जनताहरूको पनि एउटा रेस्पोन्सिबिलिटी हुन्छ। तपाईँको मोरल रेस्पोन्सिबिलिटी हाम्रो पनि के हुन्छ भन्दाखेरि हामीले पनि धेरै ग्यासहरू घरमा ल्याएर राख्ने होइन, किनकि एउटा ग्यासले 3 महिना 4 महिना पुर्याउनु पर्ने हुन्छ हामी जस्तो साधारण परिवारले। र यसले गर्दाखेरि तपाईँलाई हुन्छ। अब अहिले हाम्रो एउटा स्टेट चाहिँ हाम्रो सिक्किम स्टेट अहिले जुन किसिमको हाम्रो सिक्किम स्टेट एउटा टुरिज्म स्टेट पनि भएकोले गर्दा अहिले टुरिज्म सिजनले गर्दाखेरि हामीले जुन चाहिँ ग्यासको जुन चाहिँ एउटा डोमेस्टिक युजरको लागि र एउटा तपाईँहरूको चाहिँ अनि होटल व्यवसाय गर्नेहरूको लागि अथवा तपाईँको कमर्सियल युजको लागि चलाइदिएछ। यो दुईवटा अलग अलग रङको ग्यासहरू हुन्छ वितरण गरिन्छ, किन कमर्सियल ग्यासहरू पनि हामीले दिनुपर्ने हुन्छ। किन हामी जस्तो टुरिज्ममा भर परेको एउटा स्टेट भएकोले गर्दा हामीले धेरै होटलहरू चलाउनु पर्ने हुन्छ, होमस्टेहरू चलाउनु पर्ने हुन्छ। यसमा पनि सरकारले ध्यान दिइरहेको कुरा हामी देख्दैछौँ। त्यस्तै गरिकन तपाईँको यो आधिकारिक सूचनामा मात्र विश्वास गर्नुहोस्, सिक्किम सरकारले प्रकाशित गरेको सूचनामा मात्रै गर्नुहोस्। अहिले जताभावी फेसबुकमा लगाएर
केही समय अगाडि एकजना भाइले भिडियो हाल्नुभएको थियो, त्यो एउटा राम्रो खालको भिडियो थियो, तर त्यसमा एउटा सेन्टेन्सले गर्दा अलिकति नराम्रो सुनिएको थियो। त्यो भाइलाई त्यसो नगर्नुहोस् भनेर भन्दैछु। ग्यास पाउँदैनस् तैँले, जा म तेरो सुत भन्ने यो एउटा गलत भाष्यको प्रयोग नगर्नुहोस् भन्ने म भाइलाई बताउन चाहन्छु। समग्रमा अब हामीले हेर्नुपर्ने चाहिँ सिक्किम सरकार कति प्रभावकारी हुनेछ, सिक्किम सरकारले गरेको आह्वानलाई सिक्किमे जनताले कतिको आत्मसात गर्नेछ र सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्री पीएस गोलेज्यूको निर्देशनमा रहेका हरेक डिपार्टमेन्टहरूले जुन किसिमको प्रभावकारिता अहिले देखाइरहेको छ, यसमा तपाईँ र मेरो पनि सहभागिता हुनुपर्दछ। जब हामी नागरिक भएर सिक्किम सरकारलाई अथवा विभागलाई सहयोग गर्दैनौँ भने विभागले मात्रै हाम्रो पनि सहयोग गर्न सक्दैन भन्ने तपाईँहरूको अगाडि राख्न चाहन्छु। अब हेरौँ सिक्किम सरकार कति प्रभावकारी हुनेछ, ग्यास कतिको हामीले पाउनेछौँ। म यहाँनिर जहाँनिर बस्छु बरपिपलमा, त्यसको बाहिरपट्टि पनि ग्यास वितरण हुन्छ। अघिल्लो दिन ग्यासको लागि मानिसहरू लाइनमा बसे, कसैले गलत सूचना दिएकोले गर्दा उनीहरूले त्यो दिन ग्यास पाउन सकेन। हिजो मात्रै जुन चाहिँ तपाईँले ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ, यहाँनिर ग्यास लिएर आएर वितरण गर्यो, तर धेरै ग्यास चाहिँ उब्रिएर त्यो गाडीले फर्केर गएको हामीले दृश्य देख्छौँ। यसको मतलब सिक्किममा ग्यासको अभाव छैन। हुन्छ, तपाईँहरू अहिलेसम्म सिक्किममा टेलिभिजन हेर्दै हुनुहुन्छ। टेलिभिजन हेर्ने मात्रै होइन, तर यहाँ हाम्रो बन्दर भाइले के भन्दैछ। हमारी न्यूज में आपका स्वागत है। आप लोग वीडियो तो हमारा देखते हैं लेकिन हमें लाइक फॉलो नहीं करते हैं। ऐसी कौन सी गलती करते हैं हम बेजुबान जानवर? आप लोग हमारा सपोर्ट क्यों नहीं